यस्तै छ है हजुर हाम्रो गाउँठाउँ हेर्न सक्नुहुन्छ। यो हो हाम्रो सुपारी हैन, यो सुपारी हो। अब यहाँबाट झर्ने कसरी चढ्नु त चढियो, अब झर्ने चाहिँ कसरी भन्ने कुरा छ। यो देख्नुहुँदैछ, यो चाहिँ कोदो हो। यस्तो छ, म हजुरहरूलाई कोदोको छेउमा लान्छु ल। अन्त अब कोदो देखायो भन्नुहुन्ला हैन, तर मैले देखाउन खोजी आइदिएँ तपाईँलाई। म एउटा चिज देखाउँछु, एउटा चिज भन्छु। हेर्नुहोस् कोदो, कोदो खाएर मान्छे लडाउनु पर्ने, आफै लडिरहेको छ। हेर्नुहोस् न। अन्त यो चाहिँ खाएर हैन, यो चाहिँ खाएर मान्छे लडाउनु पर्ने हो, आफै लडिरहेछ यतातिर। हेर्नुहोस् त है। प्लस अर्को त के हो भन्दामा हजुरकोतिर यसरी बाँदर लाग्छ कि लाग्दैन हौ। हेर्नुहोस् सबै बाँदरले ढुट्टो छ त। हेर्नुहोस् त, हाम्रो चाहिँ यसरी खान्छ बाँदरले हो, यसरी खान्छ बाँदरले। अलिकति रोपेको पनि सबै बाँदरले सकाइदियो। बहिनीहरूलाई, बहिनी बाबाहरूलाई त बाँदर रुङ्नु पठाएको त खोइ फोन मात्रै कोट्या बस्छ के हो। सबै बाँदरले खाएर सक्यो। अलिकति रोपेको पनि म पनि लड्नु पर्यो खाएर भनेको त छैन नि। यसरी फल्छ कोदो चाहिँ हैन हजुरहरूको। बाँदर लाग्छ यता त, हजुरहरूकोतिर लाग्छ कि लाग्दैन बाँदरहरू। अलिकति यसरी बाँदर लागेर सबै ढुटो हैन, यस्तो छ। प्लस के छ भन्दामा अब यो चाहिँ मेरो आमाले रोप्नु भएको। ढुकुर हेर्नुहोस् त, बिहानै कोदो खोजिकन आएको। कता गयो यसको बुढी चाहिँ? तेरो जोडी कता गयो? जोडी त छैन त अन्त तेरो। केही पनि गर्दिन खा। मेरो आमाले रोप्नु भएको यो साग, रायो साग पनि हुँदैछ है खाने बेला ल। तर खासै यहाँ प्याज पनि हुँदैछ। यो प्याज, मुलाको साग हैन। यहाँ कालो दाल रोपेको सबै बाख्राले खाएर सकेको छ। देख्नुहुँदैछ कालो दाल हो, तर सबै बाख्राले खाइसकेको छ। हजुरहरूले देख्नुहुन्न होला यो, किनकि मेरो ब्ल्याकबेरी फोन हो। ब्ल्याकबेरीमा चाहिँ मजाले क्लियर चाहिँ आउँदैन है। मेरो ब्ल्याकबेरी फोन त सुन्नुभएको होला हैन, ब्ल्याकबेरी फोन हो त, भिडियो पुरा क्लियर छ। हजुर चिन्न सक्नुहुन्छ। यहाँ मैले अलिकति धान पनि रोपेको थिएँ अस्ति। साह्रो पहिला अब यो पहिला खेतबारी हो नि त यिनीहरू सबै हैन, पहिला खेतबारी थियो। यहाँ हामीहरू धान रोप्थ्यौँ पहिला धान रोप्दाखेरिको चाहिँ पहिला धान रोप्दा त हुन्छ नि अब हैन, होलो जोत्नु हिलोमा, दाँते चलाउनु, चढेर कुद्नु, त्यहाँको प्लस अन्तिममा हिलो खेलाइ मजा आउँथ्यो। त्यही झझल्कोले गर्दा चाहिँ मैले पनि यसपालि अब सालसालै सबै धनी मनी भइसक्यो। अब त बिस्तारै धान कोदो मकै केही पनि रोप्नु छोडिसक्यो। अनि त्यही भएर मैले पहिलाको याद आएर चाहिँ हिलो खेलेको याद आएर एक्लै नै यो धान चाहिँ रोपेको थिएँ। र रोपेर पनि पाकेर पनि अलरेडी हामीले अलिकति भन्दा पनि कति एक मुरी होला, एक मुरी जस्तो आएको थियो होला। एक मुरी आएर पनि अस्ति नै बाबाआमाले काटेर पनि यहाँ तल देख्नुहुँदैछ परालहरू हैन, यहाँ तल देख्नुहुँदैछ परालहरू, यो परालहरू हो। अस्ति नै आमाले झारेर पनि खोइ पनि कहाँ राख्नुभयो त्यो चाहिँ मलाई पनि थाहा छैन है त। अन्त त हाम्रो गाउँठाउँ यस्तै छ, हजुरहरूलाई भनिसकेँ नै हैन। हजुरहरूलाई कस्तो लाग्छ कृपया लाइक कमेन्ट गरिदिनु होला है त। अन्त नि त्यत्रो गर्दा पनि नि सब्सक्राइबै बढ्दैन त हजुर, के हो सब्सक्राइब त एक सब्सक्राइब गर्दा त कुनै फरक त पर्दैन होला त हो हजुर, कि कसो हो। अब हामीहरू युट्युबर त नभनौँ हो, भर्खर बनाउँदै सिक्दै गरेको। यसो नयाँ मान्छेहरूलाई नि कोही बेला त सपोर्ट गरौँ न हौ, सब्सक्राइब गरेर लाइक गरेर। एक सब्सक्राइब गर्दा त
कुनै कसैलाई पनि फरक पर्छ होला जस्तो त मलाई लाग्दैन हैन। अन्त अब के भन्नु, हुन्छ ल हजुरहरूलाई त्यति नै आजको लागि है त, बाई बाई।